वेलकम ब्याक टु माई च्यानल। र आज त म यहाँ घुम्न आएको छु 1 डे और 1 नाइट स्टेको लागि मेरो साथीहरूसँग। अनि यो चाहिँ नजिकै हो घरबाट, चौबारमा बेला भिल्ला भन्नेमा। अनि यहाँबाट भ्यू चाहिँ यस्तो देख्छ। अनि यो चाहिँ रुम हो, रुमहरू राम्रो लाग्यो हामीलाई, सिम्पल राम्रो। अनि यहाँ चाहिँ त्यहाँ खेल्न लगाएको छन्, त्यहाँ चाहिँ गेम्सहरू रहेछ। अरू चाहिँ राम्रो लाग्यो हामीलाई, तर स्विमिङ पुल चाहिँ अलिकति सानो लाग्यो। अरू चाहिँ राम्रो छ। अनि आज चाहिँ पानी पनि अलि पनि सिमसिम परिरहेको, त्यस्तो ठुलो चाहिँ अलिक परेको थियो, त्यस्तो परेको छैन। अनि हिँड्ने बेला पनि घामै लाग्यो। अनि हामीलाई मौसमले चाहिँ साथ दिएको छ। देख्दै देख्दैन त्यहाँनिर रमाइलो गर्दैछन्। हेलो, अनि हामीले चाहिँ सामानहरू सबै ल्याइसक्यो। अब मासुहरू चाहिँ ल्याउनु बाँकी छ। हाम्रो चाहिँ कस्तो भनेपछि आफै पकाएर खानेवाला टाइप्सको हो। अनि त्यही भएर सबैहरू खानेकुराहरू यहाँ पनि अलिअलि प्रोभाइडहरू हुन्छ। अनि हामीले पनि लिएर आएको छौँ पकाएर खानको लागि। अब मासु बाँकी छ, मासु चाहिँ अब फेरि लिन जान्छन् भाइहरू। अनि यस्तै हो। किचनहरू देखाउँछ म। किचन चाहिँ यस्तो छ, यहाँ बस्ने कुरा। सबै चिजहरू प्रोभाइड गरेको छ। अनि कफी मेसिन पनि रहेछ, अब के गर्नु, चलाउन आउँदैन। अनि यहाँनिर चाहिँ प्याकेजमा चाहिँ बिहानको ब्रेकफास्ट र अनि त्यसपछि कुनै कुनै कुराहरू जस्तो कोक चाहिँ फ्री रहेछ क्या हो। अनि अरूहरूको लागि चाहिँ अब एक्स्ट्रा के गर्छ त्यसमा चाहिँ पैसा एड गर्नुपर्छ। अब यहाँनिर हेरौँ न खेल्ने कुरा। खेल्न आउँछ कि त्यतिकै घोज्ने मात्रै हो। प्रोफेसनल सिर्जान कप चाहिँ तलपट्टि थियो नि। ल त्यसरी उफ्रिन्छ। क्यारम क्यारम खेल्ने लाग्यो त झन् अगाडि आएर बस्यो। कालो कालो वाला कस्तो उल्टो, त्यही भएर होला कि हामी हारेको, उल्टो घुमेको भएर। होइन यसरी चाहिँ घुमिरहेको यसरी घुम्ने हो नि त। खोइ यसरी हो भने के भयो, निलो लाग्यो यसरी जस्तो लाग्यो। लान छिटो हामी कालो यो रातो अनि त्यसपछि सेतो हामी। ए यो त हाम्रो त चारो र खराब मान्छे म आएँ त नडर हो। हाल्नु नि त नङै दुईजना त्यो बोटे त कहाँ चक छैन रहेछ त यो। चक चाहियो। ए तिमीलाई हल्लाएर खै हल्न हल्लाउ न। यो चोरो चोरो हुँदैन बाबु, हुँदैन। यस्तोमा त कसरी खेल्नु त, चक्कै छैन रहेछ हैन।
हामी स्विमिङ गर्न लगाएको तर फेरि पानी पर्यो रेडी भयो सुनिल अनि सिजन मैले अब स्पोर्ट ब्रा लाउने भनेर लिएर आएको तर अलिकति लाज लाग्यो टी सर्ट लाग्यो साथी त्यहाँ रेडी हुँदैछ अनि पानी पर्यो कि कसरी होला अहिले ठुलो पानी पर्यो झन् ठुलो पानी पर्यो अहिले त त्यहाँ अब यो त हुँदैन आइरहेको छ हेर त यहाँभित्र ऊ हेर खै जाम पानी पर्यो झन् झन् ऊ लगाएको मलाई त लाज लाग्यो फेरि यो लगाएर टी सर्ट किन लाउनु न उसले त लगाए के भयो त नि अनि मैले त्यस्तो आफै लाखेन कि अनि त्यो हेलो 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 यहाँदेखि जस्तो देख्छ भ्यू खतराकै यो बत्ती राखेको भएर हेर न खतरा देखिरहेको भ्यू अझै पानी परिरहेको हामी त्यहाँ स्विमिङ गर्ने भनेको त्यो यहाँ मान्छेको मोबाइल हराएर खोजिरहेको छु आऊ लाऊ लाऊ जाऊँ कुकिङहरू भइरह के होइन म यो चाहिँ बिबी के हो र तपाईँ त भ्लग पाकिसक्यो यार हामीले यार म त यहाँ What is this behavior? म त यहाँ चाहिने मात्रै यो चाहिँ के बिबिक्यूको लागि हो आमै अनि त भातसँग खाने यहाँ रेडी भइसक्यो यहाँ अचारको लागि रेडी हुँदैछ ओ खतरा भएछ त यो त तर ऊ भएन चाहिँ कोक कोक खाए कोक हालिदेऊ न यसमा को खाने हो? को खाने? फ्रिजमा खाने होइन म यसमै खाने हो तर एउटा मात्रै हो यसमा को खाने? यो त बियरको हो। सबिना यसमा हालो। खै त कोक यसमा। फ्रिजमै यसमा है। त्यसमा मिल्दैन। यहाँ हालेछ ल आज यसमा हाल्नु यो सबै यसमा हाल्नु। आज त यहाँ पार्टी छ पार्टी भयो 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 यो कसरी हो समात्ने खसलाई ए यो फुल भलुन यहाँ खतरा भ्यू देखिरहेको खतरा भ्यू देखिरहेको यहाँबाट चाहिँ ए सुत्न मात्र आउने क्या भनेर नि टेन्सन भएको सुत्न मात्र आउने कि भनेर टेन्सन भएको अझ भिडियोमा राम्रोसँग देखेकै छैन कि कतिको राम्रो देखाएको छ भनेर कस्तो खतरा देखिरहेको यहाँ चाहिँ स्विमिङ पुल अघि स्विमिङ पुल पानी पनि परिरहेको थियो नि त अहिले पानी चाहिँ परेन नि धन्न अब अलिअलि पानी परे पनि रोकिरहेको कि कति कन्टिन्युस चाहिँ पानी परेन त्यही भएर
अलिअलि भए पनि वेदरले साथ दिएको भनौँ कि के भनौँ। अनि यहाँ चाहिँ खतरा लाइटिङ रहेछ क्या। अनि यो अघि स्विमिङ गरेर होला अलिकति पानीमा बसेको अनि अहिले चाहिँ जाडो भइरह। यहाँबाट कस्तो खतरा भ्यू आइरह। यहाँ चाहिँ यहाँ बिबिक्यू भइरहेछ। हजुर यहाँ आउँछ हेडसेक अनि डरो यहाँ डरो काम भइरह यहाँ। सुन्नु न निन्द्रै लागेन मेरो लागि देखाएको थाहा भएन त्यही भएर रुम चाहिँ यहाँ यस्तो छ राम्रै छ। अनि यहाँबाट चाहिँ बाल्कनी मजाले देख्छ बाहिरको भ्यू। अब हामी चाहिँ चेकआउट 12 बजेको चेकआउट हो नि त। अनि अब खाना खाएर अनि जान लाग्यो। यहाँबाट यस्तो राम्रो भ्यू देख्छ। त्यहाँनिर चाहिँ गेमहरू भइरहेको छ क्या। यो त्यो पब्जीवाला हुन्छ नि के भन्छ त्यो वाला। अब चाहिँ जाने। अब चाहिँ सबै सामान प्याक गर्नु छ जानलाई। यहाँ सामान छ कसरी प्याक गर्ने भइरहेको के। हिजो त्यहाँ स्विमिङ खेलेको कपडा त्यहीँ छ लाथाङलिङ चिसो भएको भएर। अनि यस्तो छ हाल। ब्याग भर्खर
पर्फ्युम अनि हिजो बर्थडे पनि रमाइलो भयो अनि बर्थडे गिफ्ट हेरौँ यो चाहिँ सुनिल र मलिनाको तर्फबाट मैले हेरेको पनि थिएन कि हिजो बेलुका हो अनि मलाई चाहिँ बर्थडे लिन र बर्थडे गिफ्ट चाहिँ लिन र गिफ्ट गर्न चाहिँ एकदम मनपर्छ यस्तो रहेछ हेमिकवाला डिजाइन रहेछ यहाँ यस्तोवाला डिजाइन रहेछ हाम्रो खतरनाकम चाहिँ यतिकै राखेर अनि बाबु पनि ल्याएको थिएँ कि मैले अनि ल्याएको तर बाबु हिजो कति रोयो अनि त्यही भएर पछि फेरि बाबुलाई झन् हामी चाहिँ नजिकै थियो नि त अब चोबार अनि त्यही भएर पछि अनि घरबाटै अनि लिन आउनु भएको भएर अनि मैले बाबुले उता लगेँ अब चिसो लुगाहरू लैजाउँ चिसो लुगा अनि यो चाहिँ मेरो सामान रेडी भयो अब चाहिँ चेकआउट गर्नु बेला भयो चेकआउट भने अब अलिकति हामीले रिल्सहरू ग्रुपमा सेन्ड गरेको थियौँ कि ग्रुपवाला अनि यो रिल्स बनाएर जाने होला हुन त अब 12 बजेको 12 बज्नु लागिसक्यो अब 1 त बज्छ कि अब 1 बजीसम्म त दिन्छ होला नि बस्नलाई अनि यो चाहिँ मेरो हिल चप्पल यो लाउनु पर्यो अब चाहिँ निस्किनु पर्ला सबै सामान भयो कति धेरै भयो सामान र त सँगै निस्क्यो भए सबैले समात्नु हुन्थ्यो नि त सबै सामान हामी छोडेर